वाह 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 वाह, बहुत राम्रो काम गर्यो तिमीहरूले। थाहा पाएँ तिमीहरूले के गरेछौ। तिम्रो पनि काम थाहा भयो। खुब ठुलो ठुलो कुरा गर्थ्यौ, बाटोमा हिँड्न नदेऊ भनेको सबैलाई हिँड्न दिएछौ त। किन हो लकडाउनभरि के नियमको पालना छैन? हामीले भनेको कुनै कुरा टेर्दैनौ। 9 बजेदेखि बन्द गर्नु भनेको थियो, तर होइन, सबैजना हिँडिरहेछन्। बाइकमा, साइकलमा, गाडीमा मजाले हिँडिरहेछन्। के भएको? के हो? के हेर्न सक्दैनौ? के गर्न सक्दैनौ? गर्न त गरेको हो, तर कसैले टेर्दैन। जतिचोटि भने पनि मान्दैनन्। त्यसो भए तिमीहरूको साटोमा म जाम त ड्युटी गर्नलाई? तिमीलाई के को लागि खटाएको त्यहाँ? त्यतिकै बसेर मान्छेलाई हेरिरहनलाई? दिनभरि घाममा बसेर ड्युटी गर्नुपर्दा कति गाह्रो हुन्छ तपाईँलाई के थाहा? अब आएर मलाई सिकाउने? पाटो पञ्चास मभन्दा धेरै तँलाई थाहा छ कसरी लकडाउन लगाउनु पर्छ भनेर? यसलाई सिका। टाउको दुख्यो। तपाईँ त एसीमा बस्नुहुन्छ, पङ्खा चलाउनुहुन्छ, तर हामीलाई गर्मी लाग्छ। कति गर्मी छ बाहिर थाहा छ? 40 डिग्री सेल्सियससम्म पुग्छ कहिलेकाहीँ। पसिना आउँछ, ज्यान भिज्छ मेरो। कति गाह्रो छ म बताऊँ तपाईँलाई? रोइदिन्छु, बाहिर जान्छु म। उहाँले त ठिकै भन्नुभयो। हो, सही भन्नुभएको सरले। हो, कति गर्मी छ बाहिर। पोल्नी गर्ने गर्मी छ भाइ। म त तिमीलाई मलाई थाहा, तिम्रो सब मिलेर यसले पनि मिलेर थप्पड हान्यो मलाई। म भनिदिन्छु, बाहिर गएर मिडियालाई बोलाएर भनिदिन्छु मलाई के गर्यौ। तिमीहरू सबैलाई फसाइदिन्छु म। धेरै नाटक पार्नु पर्दैन, आँसु झार्नु पर्दैन। हामीलाई यो आँसु देखाउनु आवश्यक छैन। ठिकै भन्नुभयो सरले। यो खल्लात कुट्नुपर्छ। यसलाई थाहा होस् बाहिर कति गर्मी छ। हान केटा। जाम सबैजना एक लातो दिएर जान्छु। यसलाई बल्ल थाहा भयो होला बाहिर कति धेरै गर्मी छ र कति धेरै पोल्छ। हो, बाहिर जाम सबैजना। जाम सर। म त मर्छु। एउटा मेरो तर्फबाट